हत्याराहरूले हत्या गर्छन् निस्किँदा हाल्छु मेरो चिन्जान छँदैछ भन्ने किसिमले चाहिँ गरिरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि जसरी हत्या गरेको त्यसरी नै उनीहरूलाई पनि ठेगान लगाउने खालको कानुन हामीले चाहिँ ल्याउनुपर्छ भनेर पनि म माग राख्न चाहन्छु। कानुनसँग डर हुनुपर्छ। डर छैन भने जसले जे पनि गर्न सक्छ र देशलाई अराजकताले निल्न सक्छ। तेरो मेरो यस्तो उस्तो नभनिकन निर्मम तरिकाको चाहिँ के अरे सजाय दिनुपर्छ भन्ने माग राख्न चाहन्छु। हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे, गाडी बिग्रेको कि गाडी चालकले चलाउन नजानेको अचम्म लाग्छ। स्विस ब्याङ्कमा भ्रष्ट नेताहरूले राखेको पैसा निकै छ भन्ने अस्ति भर्खरै अख्तियारको सचिवज्यू आफैले भन्नुभयो। स्विस ब्याङ्कको पैसा फिर्ता गर्न पनि सक्दैनौँ हामी। विदेशमा रोजगारीको सिलसिलामा गएका मानिसहरू, नेपाली नागरिकहरूको मृत्यु त्यता हुन्छ, उनीहरूको सब पनि ल्याउन सक्दैनौँ। यस्तोसम्म लाचार भएर बाँच्नु परेको छ। कानुनलाई गोजीमा बोकेर अपराधीहरू हिँड्छन्। नाबालिकाहरूको बलात्कार हुन्छ, हत्या हुन्छ। यो बलात्कार भन्ने शब्दलाई व्याख्या गर्नुपर्छ स्पष्ट रूपमा भन्छु म चाहिँ। मन मिलेको बेला चमत्कार, मन नमिलेपछि बलात्कार भन्ने हिसाबले पुरुषहरू पनि पीडित भएका छन्। त्यसो भएको कारणले गर्दाखेरि बलात्कार भन्ने शब्दलाई, यो अपराधलाई चाहिँ स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ र बलात्कारी पुष्टि भएको हदसम्म तेरो मेरो यस्तो उस्तो नभनिकन निर्मम तरिकाको चाहिँ के अरे सजाय दिनुपर्छ भन्ने माग राख्न चाहन्छु।